आज मैले फेरि अर्को सर्भाइभल मुभीको रिभ्यू लिएर आएको छु। यो मुभी कस्तो छ बुझौँ है त। यो मुभी हिजो भर्खरै जुलाई 29 मा एमाजोन प्राइममा रिलिज भएको हो र एउटा इंग्लिश सर्भाइभल मुभी हो। यो मुभीको नाम हो द डेभिल्स माउथ। यसको स्टोरीको कुरा गर्ने हो भने 5 जना साथीहरू थाइल्यान्डमा भ्याकेसन मनाउन गइरहेको हुन्छ। त्यहाँ समुद्रको बीचमा एउटा केभमा तिनीहरू इन्जोय गर्न जाँदाखेरि त्यहाँ एउटा बुल शार्कले, समुद्रमा रहेको बुल शार्कले तिनीहरूलाई अट्याक गर्छ र अट्याक गरेपछि त्यहाँ इन्टेन्सिटी क्रिएट हुन्छ, टेन्सन बिल्डअप हुन्छ र तिनीहरू कसरी सर्भाइभ गर्छन्, को मर्छ, कसरी के हुन्छ, सबै कुराहरू यो मुभीमा हेर्ने हो। यसको पोजिटिभको कुरा गर्ने हो भने यसको रन टाइम एकदमै ठिक छ, जुन 1 hour 45 minutes हो। यो मुभी सुरुदेखि नै एकदमै इन्ट्रेस्टिङ छ। कतै पनि कुनै पनि सिनमा बोर लाग्दैन, टोटल्ली हुक र इन्गेज बनाएर राख्छ। अराउन्ड 30 minutes पछि अथवा के भित्र पसेपछि चाहिँ अब शार्क हेर्न पाइन्छ भन्ने एक्सपेक्टेसन राख्दा हुन्छ। जब शार्कको एन्ट्री हुन्छ त्यसपछि चाहिँ एकदम नै मजा आउन थाल्छ। यो मुभीको हरेक सिनहरू जुन त्यो समुद्रको भित्रको बाहिरको केभहरू सबै लोकेसनहरू एकदमै सिरिन, एस्थेटिक, रियल देखिन्छ हैन। कुनै पनि कुराहरू VFX वा CGI हो भनेर चाहिँ त्यो फिलै हुँदैन। यो मुभी फ्रेन्ड्सहरुसँग हेर्नलाई एकदमै इन्टरटेनिङ हुन्छ भने फ्यामिली चाहिँ अब अलिकति ब्रोड माइन्डेड, ओपन माइन्डेड हुनुहुन्छ भने मात्र हेर्नु होला। शार्कले अट्याक गरिरहेको बेलामा कसैको हातमा लाग्छ, कसैको खुट्टामा लाग्छ हैन। त्यो इन्जर्ड भएको बेलामा तिनीहरू कसरी सर्भाइभ गर्छन्, कसरी स्ट्र्याटेजी क्रिएट गर्छन्, अनि त्यहाँ एरोगेन्ट, सेल्फिश पिपलहरू पनि हुन्छन्, तिनीहरूले कसरी रियाक्ट गर्छ र स्मार्ट क्लेभर मान्छेहरू पनि हुन्छ, तिनीहरूले कसरी डिसिजन मेकिङ गर्छन्, त्यो सबै कुराहरू यो मुभीले एकदमै राम्रोसँग देखाएको छ। यो मुभी मैले रिसर्च गर्दाखेरि चाहिँ रियल लोकेसन, रियल प्लेसमा थाइल्यान्डमै गएर समुद्रमै केभमै सबै कुराहरू सुट भएको हो। अब यसमा VFX र CGI पनि डेफिनेटली युज गरेको छ, तर रियलिस्टिक बनाउनलाई रियल लोकेसनमा पनि सुट गरेको हो। यो मुभी मैले बनाएको रिभ्यू कोलोनी र डीप वाटर भन्दा पनि बेटर छ। यसमा सबै जम्पस्केयर्सहरूले इफेक्टिभली काम गर्छ। अब यसको नेगेटिभको कुरा गर्ने हो भने त्यस्तो धेरै नेगेटिभ्सहरू भेटेन, तर एकजना क्यारेक्टरले चाहिँ अलिकति बेला बेला इरिटेट बनाउँछ, धेरै ओभर रियाक्ट गरेर। होइन भने ओभरअल यो मुभी एकदमै इन्टरटेनिङ र बेस्ट छ हैन। आजै गएर हेर्दा हुन्छ एमाजोन प्राइममा। म यो मुभीलाई इजिली 8 out of 10 रेट गर्छु। अर्कोचोटि कुन मुभीको रिभ्यू लिएर आउँ कमेन्ट गर्नु होला। अब सन्डे चाहिँ स्पाइडरम्यान ब्रान्ड न्यू डेको रिभ्यू हुन्छ।